Janata Television presents Comedy Kiro Rashtrako Hero, powered by in association with Goreto Consultancy, New Baneshwar. Energy drink partner 18+, supported by Rashtriya Khadya Bank Limited. किसानको आलीदेखि उपभोक्ताको थालीसम्म. Hygiene partner Passion Tissue, the lifetime tissue सधैँ सँगै. Digital partner Music Nepal. Voting partner Momo Apps, Hair and Makeup, Hair and Shanti. Wardrobe partner Yechu Boutique Lagankhel. Broadcast on Janata Television HD. Retelecast Ramailo Television. Radio partner Radio Janata 89.1 MHz. Online partner janatasamachar.com. Concept and production Rescue Creation. नमस्ते सबैजनालाई स्वागत छ. यो हो जनता टेलिभिजनको प्रस्तुति कमेडी किरो राष्ट्रको हिरो सिजन 2, powered by This Home Internet in association with Goreto Consultancy, New Baneshwar. Energy drink partner 18+, supported by Rashtriya Khadya Bank Limited. किसानको आलीदेखि उपभोक्ताको थालीसम्म. Hygiene partner Passion Tissue, the lifetime tissue सधैँ सँगै. Digital partner Music Nepal. Voting partner Momo App. Hair and Makeup, Hair and Shanti as always. म लगायत हाम्रा हरेक कलाकारलाई उत्कृष्ट प्रदर्शन गर्नका लागि, प्रेजेन्टेबल बनाउनका लागि हेयर एन्ड शान्तिबाट हामीलाई मेकअप र हेयर गरिदिनु भएको छ. धेरै धेरै धन्यवाद. त्यसैगरी वार्डरोब पार्टनर येचु बुटिक लगनखेल. रिटेलिकास्ट रमाइलो टेलिभिजन, रेडियो जनता 89.1 मेगाहर्ट्ज र कन्सेप्ट एन्ड क्रिएसन रहेको छ रेस्क्यू क्रिएसनको. र म छु सेसेमी लिम्बू. र सँगसँगै आजको यो एपिसोडमा पनि हामी निकै नै उत्साहित छौँ, किनभने एनर्जी फिल्ड, फन फिल्ड र केही नयाँपन पर्फर्मेन्स सहित हाम्रा कलाकारहरू रेडी हुनुहुन्छ. र तपाईँहरू सबैजनालाई हाँस्न, हँसाउन, प्रेरित गर्नको लागि यति उत्कृष्ट प्रस्तुतिहरू तयार पारिएका छन्. वी आर रियली एक्साइटेड टु प्रेजेन्ट दोज. र यो भनिरहँदाखेरि हामीलाई एनर्जी पास अन गर्नको लागि, यति गुड भाइब्स दिनको लागि हामीसँग प्रत्यक्ष रूपमा मनास्लु वर्ल्ड कलेजका भाइ बहिनीहरू हुनुहुन्छ. दर्शकका रूपमा आफ्नो लागि जोरदार ताली. र सँगसँगै हामीलाई हरेक एपिसोडमा यति मेहनत गरेर हाम्रा थिम म्युजिक सँगसँगै हाम्रा कलाकारहरूले प्रदर्शन गर्नुभएका प्रस्तुतिलाई अझै एक कदमले राम्रो बनाउनको लागि हामीलाई हाम्रो वाद्यवादकज्यूहरूले पनि सहयोग गर्दै गर्नुभएको छ. उहाँहरूको लागि पनि जोरदार ताली. र ढिला नगरिकन हाम्रा हरेक एपिसोडमा हामीले स्पेशल गेस्ट आमन्त्रण गर्ने गर्छौँ. आज पनि हामीसँग विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वहरू, विगत लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ व्यक्तित्वहरू हुनुहुन्छ. उहाँहरूलाई पनि म स्वागत गर्न चाहन्छु. म निकै नै एक्साइटेड छु. हामीसँग हुनुहुन्छ सिनियर एडभोकेट स्वागत नेपाल. त्यसै गरी हामीसँग हुनुहुन्छ डाक्टर स्वामी विकासानन्द, मनोक्रान्ति अभियन्ता. उहाँलाई पनि हामी स्वागत गर्छौँ. तर अहिलेलाई हामी उहाँको प्रतीक्षामा नै छौँ. केही क्षण पश्चात उहाँलाई स्वागत गर्नेछौँ. उहाँको पोखराबाट भर्खर मात्र काठमाडौँमा ल्यान्ड भइसक्नु भएको छ. अब नेपालको एयरपोर्ट हो, पक्कै केही समय डिले भएकै कारणले गर्दाखेरि अलिकति ढिला हामीसँग आइपुग्नु भएको छ. त्यस कारणले गर्दा हामी उहाँको प्रतीक्षामा छौँ. अहिलेलाई भने स्वागत गरौँ जोरदार तालीका साथ फेरि पनि सिनियर एडभोकेट स्वागत नेपालज्यूलाई. हामीसँग हुनुहुन्छ स्वागत नेपाल. उहाँको लागि जोरदार ताली फेरि पनि. कमेडी किरो राष्ट्रको हिरो सिजन 2 मा छौँ हामी. कतिको तपाईँलाई एक्साइटेड भइराख्नु भएको छ र? धेरै धेरै धन्यवाद. कमेडी किरोको यो किरो भन्ने शब्द जुन छ नि, अलिक डर लाग्छ क्या. यो चाहिँ एउटा मलाई नै किरो बनाउन खोज्नु भएको हो कि अथवा के हो भन्ने त्यो चाहिँ डर लाग्छ.
डर लाग्छ। अब यो कोर्टको गम्भीरताभन्दा टाढा यो अलिकति कमेडिक सिनारियोमा हामी छौँ, कतिको चाहिँ डिफ्रेन्ट फरकपन पाइराख्नु भएको छ? साँच्चै साथीहरूले हेर्नुभयो भने नेपालको सबभन्दा ठुलो कमेडी चाहिँ अदालतभित्रै भइरहेछ। विषयवस्तु त्यही छ, त्यही विषयवस्तुमा एकचोटि एउटा फैसला, अर्कोचोटि अर्को फैसला। अनि बालुवाटारको जमिन खानेहरू जमिन बुझाएर सजाय पाउँदैनन्, तर एउटा सानो बच्चाले गाडीभित्र पसेर प्याकेट मारेको छ भने त्यसलाई न्यायाधीशले छोड्दैन, सजाय गर्छ। के भएको? सबैभन्दा धेरै कमेडी अहिले अदालतभित्रै भइरहेको छ। प्रधान न्यायाधीश प्रधानमन्त्री बन्न हुन्न, संविधानमा लेखाएको छ, म हो भने चाहिँ हुन्छ आफै भन्नुहुन्छ। योभन्दा ठुलो कमेडी के हुन्छ? त्यस कारण सबैभन्दा बढी कमेडी चाहिँ मैले अदालतभित्रै देखेको छु। यहाँ आज चाहिँ फ्रेस हुन्छ कि साँच्चै रियालिटी देख्न पाइन्छ कि जस्तो लाग्छ कहिलेकाहीँ। हजुर, पक्कै हामी एक्साइटेड छौँ। यहाँ धेरै रमाइलो हाँसोले भरिपूर्ण यो कमेडी हामी प्रस्तुत गर्छौँ। होपफुली आजको यो दिन निकै नै अविस्मरणीय रहनेछ तपाईँलाई पनि। एकदम। र यही सँगसँगै अब तपाईँको अन्य विभिन्न पाटाहरू पनि छन्, निकै नै उत्कृष्ट साहित्यकार, गीतकार। मलाई लाग्छ फुर्सदको समयमा लेख्न रुचाउनुहुन्छ कि यो हजुरको चाहिँ फुल टाइम पनि लेख्ने गर्नुहुन्छ? फुर्सदको समयमा मात्रै गर्यो भने चाहिँ त्यो काम नगरे पनि हुन्छ। फुर्सदको समयमा मात्रै प्रेमीले प्रेमिकालाई सम्झिन्छ, यस्तो पनि प्रेम हुन्छ? फुर्सदको समयमा मात्रै प्रेमीले प्रेमिकालाई सम्झिन्छ, यस्तो प्रेम हुन्छ? फुर्सद निकालेर गर्नु पर्यो कि, फुर्सद निकालेर सम्झिनु पर्यो, होइन र? त्यसो भएको हुनाले म फुर्सद निकालेर, फुर्सदको बेलामा होइन, लेख्ने गर्छु। त्यो लेख्दा चाहिँ कहिलेकाहीँ कस्तो लाग्छ भने साँच्चै सिरियस हुनुपर्ने चाहिँ नेताले हो, हल्का फुल्का कमेडी गर्ने कलाकारले हो कि जस्तो लाग्थ्यो। अहिले होइन रहेछ। जुन देशको कलाकार हेर्दाखेरि एकदम सिरियस कुरा गर्छ अनि नेता हेर्दा चाहिँ हास्य कलाकार जस्तो लाग्छ नि, त्यो देश इज गोइङ टु बी फेलर कन्ट्री। त्यसो भएको हुनाले फेलर नहोस् भन्नका लागि समय निकालेर लेख्ने गर्छु, घचघच्याउनको लागि। कतिपय विद्यार्थीहरूले पढ्नु पनि भयो होला, कोर्समा पनि छन्। गीत लेखेको छु, कथा लेखेको छु, उपन्यास लेखेको छु, राष्ट्रिय स्तरमा पुरस्कृत पनि छन्, कति लेख्ने गर्छु। धन्यवाद। थ्याङ्क यू सो मच। तपाईँका यी पाटाहरूका बारेमा पनि केही क्षण पश्चात अझै तन्काएर हामी कुरा गर्ने नै छौँ। अहिलेले भने म आश्रयणका लागि हार्दिक अनुरोध गर्दछु। जोरदार ताली फेरि पनि। त्यही ऊर्जा र त्यही जोस सहित अब भने हामी आजको प्रस्तुतिहरू पनि सुरु गर्न गइरहेका छौँ। हाम्रा अतिथिज्यूले पनि आश्रय गरिसक्नु भएको छ। तपाईँको अनुमतिसँगै हामी सुरु गर्छौँ। सुरु गरौँ त? अनुमति छ? एकदम। तपाईँहरूको पनि अनुमति छ नि? जोस छ? जोस छ? ओके, सो ढिला नगरिकन आजको पहिलो प्रस्तुतिका लागि आउँदै हुनुहुन्छ सुरेश तिमल सिन्हा। उहाँको लागि जोरदार ताली। सरकार, हजुरको लागि स्वागत छ। मेरो मतलब हजुरलाई स्वागत छ। मैले बुझेँ, स्वागतजी आइसक्नु भएको छ। कुरा त्यही हो। मेरो एउटा दुःख हजुरलाई बिसाउन लागेको। हाम्रो देश खरानी भइसक्यो। जेनजीहरूलाई कहिले यता कहिले उता गरेर यता न उताको बनाइदिइसकेका छन्। देश बनाउनको लागि हामीलाई एउटा राजाको खाँचो छ, जुन हजुरले बुझ्नुभयो। मैले बुझेँ। तिमी नि दुःख बिसाउ न। सरकार, अलि ठुलो स्वरले बोला न। सरकार, मलाई त बोयफ्रेन्डले धोका दियो। ए हो, म छु नि।
नम्बर लेखेर केटोलाई दिनु। सरकार पहिला नम्बर लिन्छु ल। ल्याऊ। नम्बर लिनुभन्दा पहिला सरकार तपाईँले औँला किन नजानु भएको सरकार? अब यत्रो वर्ष नेताहरूले अमला हल्लाउँदा चाहिँ केही नहुने, देशै हल्लाउँदा पनि केही नहुने, भ्रष्टाचार गर्दा पनि केही नहुने, हामीले एकैछिन यसो हल्लाइबक्सेका थियौँ, तिमीहरूलाई पिर पर्यो होइन? लागौँ सरकार, मेरो दुःख यति नै थियो। ठिक छ, तिमीहरू गयो हुन्छ, मैले बुझेँ। लेखेर दिउँ सरकार? पर्दैन, तिमी नोट गरेर राख, म गरौँला। नम्बर लिन गएको ल। ल तिमीहरू कम्युनिस्ट पार्टी 10 घटक हामीलाई धेरै जिस्कायो भने सिद्धिन्छौ यो पटक। अलि मजाले हो भनौँ, मैले बुझेँ। अब जनताको चाहना पनि अनौठो नै छ। कहिले राजा आऊ देश बचाऊ भन्छन्, कहिले राजा जाऊ कहिले नआऊ भन्छन्। कसको कुरा मान्ने? जनता र हामी बिच चोर पुलिस जस्तो भइराखेको छ। अब हामीलाई अस्ति नारायण हिटीबाट उहाँ चाहिँ नि नागार्जुन जङ्गलमा जसरी लखेटेका थिए, त्यसै गरी वहीँ गएर माफी मागेर लौन सरकार हजुरले देश बचाइदिन पर्यो भनेर राजनीतिक दलहरूले र जनताले भन्छन् भने जाउला नारायण हिटी, नत्र यत्रै सिटी। अब राज संस्था बिउतियो भने घसौँला चमेलीको तेल, नत्र चढौँला जनकपुरे रेल। अघिनको जस्तो अलि जोस देखा छैन जेनजीहरूमा। अब चाहिँ नि अलिक राम्रो भरपर्दो देशलाई माया गर्ने भनेको त्यही 2 जना, हर्क र बालेन। अस्तिको त्यत्रो आन्दोलनमा पनि त्यत्रा फोहोरी नेता थिए, कसैले फाल्न सकेन। गयो कुर्सी भावला चोट, खरानी भो त्यो तिम्रो बालकोटा। गयो कुर्सी सत्ता सबै 1 वर्ष नबसी, यी जेनजी भाइहरूलाई बिरानो सम्झेसी। वारी चिलाउने पारी चिलाउने, वारी चिलाउने पारी चिलाउने, कनाउने मुर्गा पर्साई। अनि हाम्रो स्वागत नेपालजीले हामीलाई कहिले हो नारायण हिटी भित्राउने? अब हाम्रो जिजी बुवा, बुवा हजुर र दादा हजुरले गरेको विकास नदेख्ने, देशलाई भडखारामा हाल्ने र विभिन्न जात जातिको नाममा दङ्गा फसाद गराउने, तोडफोड गराउनेलाई छोरो पारसलाई डाकेर टुडी खेलमा राखेर ढाडको धनेश्वर र बङ्गारा भाँचिने गरी हान्न मन छ। यति भन्दै म पनि जानु पर्छ जस्तो पो लाग्यो। श्री नवदुर्गा भवानी र श्री पशुपतिनाथले सबै नेपाली जनको कल्याण गरून्। जय नेपाल। ल केटा हो, राम्रोसँग बजाए हुन्छ। अब प्रोडक्सनले अलिअलि पैसा दिएको होला, म छु, चिन्ता नगर है। म पनि केही हेर विचार गरौँला। अहिलेलाई म लागेँ। ल हल्ला खै त, मै कराउनु पर्ने।
धेरै धेरै धन्यवाद सुरेश तिमल सिन्हाजीको लागि जोरदार ताली। पहिलो प्रस्तुति पहिलोबाट नै कस्तो लाग्यो त दामी? यो त सुरुवात मात्रै हो, अब अझै अन्य प्रस्तुतिहरू त हेर्न बाँकी नै छ र सँगसँगै हामीसँग रहनुभएका हाम्रा गेस्टको प्रतिक्रिया पनि हामी लिन चाहन्छौँ। उहाँलाई चाहिँ कस्तो लाग्यो? स्वागत सर, हजुरलाई कस्तो लाग्यो? श्री 5 महाराज ज्ञानेन्द्र विक्रम सादेव सरकारको जय। मेरो प्रतिक्रिया धन्यवाद। थ्याङ्क यू। छोटो मिठो, धेरै धेरै धन्यवाद। यो त एकै शब्दमा चाहिँ चामेनी भने जस्तो भइहाल्ने सर। अझै धेरै चाहियो जस्तो छ उहाँलाई। ल धेरै धेरै धन्यवाद। धन्यवाद यहाँहरूलाई। छोटो मिठो उत्कृष्ट रहन्छ भनेर सुनेको थिएँ, तर आज प्रत्यक्ष रूपमा पनि देखेँ मैले। त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद चाहिँ सुरेश तिमल सिन्हाजीको लागि फेरि पनि जोरदार। र यहीसँगै अबको दोस्रो प्रस्तुतिका लागि डुएट पर्फर्मेन्स रहनेछ, जसमा आउँदै हुनुहुन्छ आशिष श्रेष्ठ र सागर करेल। उहाँहरूको लागि पनि कृपया जोरदार तालीले स्वागत गरौँ। हेलो एभ्रिवान, नमस्ते। म चाहिँ पाचक बहादुर। अब घरको पाँचौँ सन्तान भएर पाचकै भने अरे। अब नेपालमा ठुलो भयो, नेपालमा ठुलो भएपछि यसै बेरोजगार। अब केही गरौँ, चिया पसल खोलौँ, बजेट नपुग्ने, मोबाइल थियो, स्ट्यान्ड थियो, पोडकास्ट सुरु गरेँ। त्यही माथि हाम्रो विक्रम सर, क्यामेराम्यानले यसो विक्रम सरलाई फोकस गरौँ न। 500 रुपियाँ दिनुभयो, मलाई कम्ता सजिलो भयो। अनि आजको गेस्ट हुनुहुन्छ हाम्रो टिकटकर। अब टिकटकर भनेपछि धेरै भन्नै नपर्ला, कति भाउ बढ्या भने टिकटकरको। सेलिब्रेटी भन्दा कमै छैन, 200 रुपियाँ दिएर बोलाएको। 200 भन्दा त ओके सर रे, ठिकै छ भनिहालेँ। अब आउने कति बेला थाहा नै छैन, त्यति बेलासम्म एकछिन ध्यान गर्छु होइन। तपाईँहरू चाहिँ आएपछि मलाई उठाइदिनु नि फेरि है। ल मैले नामै भन्न बिर्सेको, के भन्छ, उसैको भाइ उसैको जान, रत्न पार्कको सलमान खान आजको गेस्ट। ल कमेडीको हिरो, यो राष्ट्रको किरो, उल्टो भयो। कमेडीको किरो, राष्ट्रको हिरोलाई स्वागत गर्दैनस्? भाइ रत्न पाको सलमानसँग डरायो क्या यो? पर्खी सलमान खानलाई भगाइदिन्छु। जा सलमान। ओइ भाइ, पाचके के भयो यसलाई? यसलाई उठाउनु त कान्तारै बोलाउनु पर्छ क्या? एकछिन आँखा बन्द गरेको पृथ्वी नै उल्टो भइसकेको छ भने। ए दाइ आइसक्नु भएको। स्वागत छ मेरो पहिलो पोडकास्ट। तैँले के स्वागत गर्छस्? तेरो म स्वागत गर्छु। ल बस। छिटो सुरु गर तेरो पोडकास्ट। ल माइक पनि लगाइहालौँ। पानी खाँदै? पानी त्यो चाहिँ के सजन राखेको क्या? इनर्जी ड्रिङ्क त्यो ले न। यो स्पोन्सर हो दाइ, कहाँ तपाईँ जस्तो मान्छे विशिष्ट मान्छेलाई गर्दा मात्रै हो त्यो। विशिष्ट मान्छेलाई बोला। ए दाइ पक्नु म सुँगेर दिन्छु नि, सुँगेर इनर्जी आइहाल्छ नि इनर्जी ड्रिङ्कको। बस्नु। सुँग्न दिन्छस्? पक्का। ल सुँग्न दे नि त। सुँग्ने मात्रै। ओ यार इनर्जी त आउँदो रहेछ।
प्रोग्राम सुरु गरिहाल्यो यार मलाई अर्जेन्टली घर गएर सुत्नु छ तपाईँ सुत्ने र टिकटक बनाउने बाहेक अरू के नै काम गर्छ र तपाईँले एक्टिङ पनि गर्छु अलिअलि एक्टिङबाट याद आएर हाम्रो अनमोल केसी अस्ति जेरी अन टप हेर्न गएको थिएँ है फेरि एभरेस्ट चढ्न मलाई होइन मलाई त दाइ पहिला पनि चढ्नु भएको थियो होइन पहिला पनि चढ्न मन थियो कि कस्तो मान्छे पर्छ अब यहाँ पोडकास्टमा तैँले त्यही मुख छाड्न र अरूलाई गाली गर्नु त बोला होला नि भन्न त केबाट सुरु गरौँ फुल रेडी छु म मुबाट सुरु गरौँ माबाट सुरु गरौँ होइन नि दाइ बस्नु न यो फ्यामिली सो बच्चा बच्चीले हेर्छन् मार मुखको त कुरै नगर्नु नि दाइ मैले के भने त अब मुखबाट सुरु गरौँ कि माइकबाट सुरु गरौँ भने पहिल्यै भन्नु अब त्यो 200 रुपियाँ कुरा भएको थियो नि ओए जगल्टे ओए पाचके हजुर 200 रुपियाँ ए अब बल्ल त पोडकास्ट हुँदैछ दाइ अब खिचौँ टिकटकमा हालौँ भ्युज आउँछ पैसा निकालौँ अनि बल्ल डिउला तपाईँ भाग्नुहुन्न म भाग्दिनँ ए त्यस्तो पो हो त्यसो हो भने त मेरो टिकटक लाइभै ठिक छ भाइ हेलो मेरा प्यारा प्यारीहरू एले बीलाई बीले एलाई फलो गरो ट्याप ट्याप गरो रोज रोज गरो दाइ बन्द गर्नु न पहिला पोडकास्ट गरौँ अनि यो गरौँला त पैसा नदिने अनि मलाई डिस्टर्ब गर्छस् बन्द गर्नु नि दाइ ए पछि एकछिन एकजना कमेन्ट आयो तेरो लाइभमा बसेदेखि झन् फलोवर घट्यो रे तँलाई त्यहाँ भित्र आएर बाटो झापा हान्नु पर्यो म भित्र छिर्नु म छिर्न सक्छस् भने छिर रे हे भगवान् मलाई मोबाइलभित्र छिर्ने शक्ति दे ए भाइ कहाँ मोबाइलभित्र छिर्ने कुरा गर्छ दाइ मोबाइलभित्र छिर्ने होइन पहिला पोडकास्ट दाइलाई रिस उठ्यो मलाई रिस उठ्यो दाइले हो रिस उठ्यो मलाई रिस उठ्यो मलाई मेरो रिस कन्ट्रोल गर मेरो रिस कन्ट्रोल गर या दाइ कोला 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 हेलो दाइ ए रिस मर्यो मेरो तै मर्नु पर्ने रिस मात्र मरेर मेरो फोन खै फोन सरी मेरा प्यारा प्यारीहरू मेरो मोबाइल फालेर कहाँ लुक्यो पाँचके ढ्याप कस्तो केटी हो तेरो प्रोग्राममा यसो हामीलाई पनि ह्यान्डसम हुने तरिका सिका न हामी केटी पट्यौँ दाइले सम्झाइहाल्नु भयो ल बस्नुहोस् स्पोन्सर छन् क्या यहाँ धेरै अर्को स्पोन्सर यो पाचके तेल यहाँ म स्पोन्सरको नाम लिन्छु ल हेर्नुहोस् यो पाचके तेल लाउनुहोस् मेरो जस्तै लामो अनि बाक्लो कपाल बनाउनुहोस् ह्यान्डसम त कति यो खोइ त मेरो त मैले त बिहान बेलुकी लगाएको दाइ मेरो त आयो लाउने पो हो यो अनि मैले त खाने भन्ठाने अनि यसले कपाल उम्रिन्छ भने त तेरो त्यो विक्रम सरलाई पनि दिने गर्न त मैले प्रोग्राम पछि भेट्छु है सर हजुरलाई 2 बोतल नै दिउँला मेरो चाहिँ किन लिएर गए अर्को किन्नु न ए साँच्ची यार यो प्रोग्रामको प्रोड्युसरले मलाई एउटा काम दिएको थियो कि यता आइज त हो यता आइज गाला अलिकति यताले त दाइ किन हाने के गरे यो प्रोड्युसरलाई त पञ्चायो भनिरहेको थियो नि त अनि मलाई हान्ने भने त कमेडीमा हान्ने पो भने त ए त कमेडी होइन म कहाँ हुनु त अनि तौलावाला हो क्या होइन होइन पहिला यहाँ बस यसलाई के गरौँ यस्तो गरेर उडाइदिनु अनि कहाँ दाइ नेपालमा कमेडी त अस्ति नै मर्या हो नि अहिले त त्यही डबल मिनिङ अनि रोस्टिङ त छ यो पोडकास्ट यो कमेडी समेडी आज दाजुभाइ बसेर गफ गरौँ हुँदै नपिट्नु नि पिट्दैन बस्नु अनि दाइले एक्टिङ भन्नुभयो मैले सकिन्छु के मिमिक्री पनि गर्नुहुन्छ कस्तो सुन्नु पर्यो भन्न तँलाई माई फेभरेट माई हिरो के थिएन भुवन केसी दाइ भुवन केसी परि एकछिन बोलाउनु दे है त टिकटकर कहाँ माथि पर्खिन
बाबा 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 माइकमा बाबा आयो तिमीलाई देखेर त मलाई मेरो अनमोल बाबुको याद आयो बाबु अनमोल बाबु बाबु अनमोल अब दिलीप रायमाझीको दिलीप रायमाझीको पहिला भुवन दाले भगाउनु त भगाउने नै हो के भनिस् रे के दिलीप रायमाझी गरिदिउँ न भाइ 200 रुपियाँ दिएर के अब राज समाजलाई नि बोलाउँछ क्या ल पोडकास्ट चलाछस् अब रामसित गर है त बेस्ट अफ लक छिटो छिटो जानु ल स्ट्याच्यु दायित्व नलानु अर्को एपिसोडलाई हो क्या स्पोन्सरले दिएको दाइ दायित्व नलानु न ल्याउनु फिर्ता स्ट्याच्यु ओभर आशिष श्रेष्ठ र सागर कडेल हुनुहुन्छ हामीसँग कस्तो लाग्यो तपाईँहरूलाई दामी लाग्यो ओके सो निकै नै हामीले राम्रो फिडब्याक त पाइ नै रहेका थियौँ पर्फर्मेन्सहरू भइ नै रहने क्रममा र सँगसँगै हाम्रो गेस्टलाई पनि कस्तो लाग्यो त्यो पनि हामी बुझ्न चाहन्छौँ स्वागत सर कतिको हाँस्नुभयो कतिको रमाउनु भयो असाध्यै धेरै तर अलिअलि दुःख पनि लाग्यो एउटा पत्रिकामा सूचना छापिएको रहेछ हराएको कुकुर भेट्नेलाई 50,000 भनेर सम्पादक चाहिँ पत्रिका छाप्न छोडेर कुकुर खोज्न हिँडेछ कि बजारमा पत्रिका आउँदैन है अनि कलाकारलाई दिएको स्पोन्सरदेखि लिएर बोकेर कलाकार हिँडेको देख्दाखेरि संसारको सबभन्दा पहिलो हास्यव्यङ्ग्य साहित्यको पिता संसारको पहिलो हास्यव्यङ्ग्य साहित्यको पिता भनेर निकोलाई गोगोललाई मानिन्छ निकोलाई गोगोल संसारलाई हँसाएर आफै किन आत्महत्या गर्नुभयो होला नेपाली हास्यव्यङ्ग्य साहित्यको अमर अजर साहित्यकार भैरव अर्याल जय बुढी जसको हामी सबैले पढेका छौँ उहाँ आफैले आत्महत्या किन गर्नुभयो होला अर्नेस्ट हेमिङ्वे जस्ता अरूलाई बाँच्न प्रेरणा दिने लेख्ने मान्छेले आफै आत्महत्या किन गर्नुभयो होला अनि श्रीसा कार्की जस्ता कलाकारले किन आत्महत्या गर्ने गरी कलाकारलाई पत्रकारले बाध्य बनायो होलान् मलाई एकदम सोचनीय लाग्यो कि अहिलेको यो प्रस्तुति हेरेर साँच्चै पीडा छ मैले अघि यतिकै भनेको होइन तर यो पीडालाई जसरी यस्तो शानदार ढङ्गले प्रस्तुत गरिदिनु भयो दुवैजना साथीहरूलाई मेरो एकदमै थ्याङ्क यू सो मच यति मिठो प्रतिक्रियाको लागि अब यही सँगै फेरि पनि धेरै धेरै धन्यवाद सहित जोरदार ताली एपिसोडको यो दोस्रो प्रस्तुतिसँगै अब भने समय आएको छ छोटो कमर्सियल ब्रेकको ब्रेक पश्चात पुनः बाँकी रहेका अन्य धेरै फनफिल्ड कमेडी पर्फर्मेन्सहरू राख्ने नै छौँ त्यतिन्जेलसम्मको लागि प्लिज स्टे ट्युन टु कमेडी किरो राष्ट्रको हिरो सिजन 2 वेलकम बैक आफ्टर द शॉर्ट ब्रेक यो हो जनता टेलिभिजन को प्रस्तुति कॉमेडी किरो राष्ट्र को हीरो सीजन 2 powered by Dish Home Internet in association with Goreto Consultancy New Baneshwar, energy drink partner 18+, supported by Rashtriya Khadya Bank Limited, Kisan ko Ari Dekhi, Upabhokta ko Thali Samma, hygiene partner Passion Tissue, the Lifetime Tissue Sadai Sangai, digital partner Music Nepal, voting partner Momo App, hair and makeup, Hair and Shanti, wardrobe partner Yechu Boutique Lagan Kill, Retelecast, Ramailo Television, Radio Janata 89.1 MHz, Concept and Production Rescue Creation, Ramachu, Sesame, Limbu. र अब भने हामी प्रस्तुतिमा जानुभन्दा अगाडि आजको एपिसोडका
वान अफ द स्पेसल गेस्ट हामी माझ उपस्थित भइसक्नु भएको छ। उहाँलाई पनि म ढिला नगरिकन स्वागत गर्न चाहन्छु। उहाँ हुनुहुन्छ डाक्टर स्वामी विकासानन्द मनोक्रान्ति अभियन्ता। कृपया जोरदार तालीले स्वागत गरौँ। हाँसोको राजा पनि भन्न रुचाउँछु म। उहाँले हाँसिसक्नु भएपछि माहौलै एकदमै आनन्द लाग्छ र हजुरलाई धेरै धेरै स्वागत छ। पोखराबाट भर्खर आइपुग्नु भयो हजुर। अनि कस्तो लागिरहेको छ त यो कमेडी किरो राष्ट्रको हिरो, यो कमेडीको सिनारियो छ, हाँस्नुपर्छ यहाँ, रमाउनुपर्छ। हेलो हेलो अचम्म लागिरहेछ। कारण अनएक्सपेक्टेड। हजुर हुन्छ, हामी पक्कै पनि तपाईँका प्रतिक्रियाहरू सुन्नको लागि प्रतीक्षा गरि नै रहेका छौँ। हरेक प्रस्तुति पश्चात तपाईँको प्रतिक्रिया लिने नै छौँ। अहिलेलाई भने आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। र भने हामी ब्रेक पछिका प्रस्तुतिहरू राख्न गइरहेका छौँ। डाक्टर स्वामी विकासानन्द भर्खर उपस्थित भइसक्नु भएको छ। तपाईँको अनुमतिसँगै सुरु गरौँ त अबका प्रस्तुतिहरू। ओके, सो अबको प्रस्तुति डुएट पर्फर्मेन्स रहनेछ, जसमा आउँदै हुनुहुन्छ विप्लव खड्का र रश्मि गुरुङ। कृपया उहाँहरूको लागि जोरदार तालीले स्वागत गर्नुहोस्। म चाहिँ बाइक राइडर, अनलाइन राइडर। यहाँ बाइक छ है। बाइक राइडर हुन गाह्रो छ क्या, तर एउटा कुरा चाहिँ फाइदा छ, हामीले सजिलोसँग भन्न सक्छौँ केटीलाई जाने हो। तर यो जाने हो पनि ठाउँ अनुसार भन्नु पर्दो रहेछ। अघि आउँदाखेरि एक रत्न पार्कमा जाने हो भनेको थिएँ, धन्न कतै जान नहुने भएको। हामी राइडरहरूलाई गाह्रो छ नि, थाहा छ। हामीले गुगल म्याप हेरेर बाटो थाहा पाइराख्नु परेको हुन्छ। गुगल म्यापले भन्छ यता जानुहोस्, फेरि भन्छ यता जानुहोस्, त्यसपछि एकछिनमा भन्छ अब हराउनुहोस्। एकचोटि ग्राहकलाई पुर्याउन गएको थिएँ, आफै हराएर आफैले अनलाइन राइडर बोलाएको। जिन्दगीमा मलाई केही आएन। एउटा आयो भुडी बोक्न, फेरि अर्को आएको होइन है आफ्नै, अर्को आयो बाइकमा मान्छे बोक्न। मलाई खासमा चाहिँ अनलाइन राइडर बन्न मन थिएन क्या। मलाई मेरो एक्सले थर्काएर गएको थिएँ, सक्सेस भने अरू केटी बोकेर देखा भनेको थिएँ। त्यही भएर चाहिँ म अनलाइन राइडर बनेको हो है। तर खोइ आज त कोही पनि आइरहेको छैन। यति बेलासम्म त इन्ट्री मार्नुपर्ने हो। एक्सक्युज मी, हजुर राइडर हो? हजुर म लभर हो। ए अङ्कल जस्तो देख्ने जवान केटो, मैले राइडर हो भनेको। यति राम्रो केटी छेउमा आएपछि त कानै नसुनिने। हजुर म राइडर हो। कुदाउनु त आउँछ नि मजाले? आँखा चिम्लेर मजाले कुदाइदिन्छु म त। बाफ्रे, आँखा चिम्लेर बाइक कुदाउनु सक्नुहुन्छ? मैले बाइक भने होइन, अनि साइकल। अनि बाइक चाहिँ? बाइक त मैले 6-7 दिन भयो सिकेको। त्यसो भए त लाइसेन्स नै छैन होला? लाइसेन्स निकालेको त 4-5 वर्ष भइसक्यो। बाइकै चलाउन नसिकी लाइसेन्स चाहिँ कसरी हुन्छ? मैले बाइकको भने होइन। अनि के को त? रक्सी बेच्ने। रक्सी बेच्ने लाइसेन्सले कतै बाइक चलाउन मिल्छ? खोइ, गाउँमा त बाले साब भनेर दिएपछि चलाउन मिल्थ्यो। अनि राइडर चाहिँ कसरी भयो? ठाउँहरू त मजाले थाहा छ पनि भन्नु पर्थ्यो जस्तो लागेको थियो है मलाई चाहिँ। अनि राइडर चाहिँ कसरी भयो? ठाउँहरू त मजाले थाहा छ नि? गल्ली गल्ली चप्पा चप्पा थाहा छ। कति भएर काठमाडौँ आएको? मैले मेरो गाउँको भने। तिम्रो गाउँकै म घुम्न जानु अब? तिमी भन्छौ भने त म तिमीलाई संसारै घुमाउँछु नि। तिम्रो त्यो कपाल समातेर चाहिँ टाउको यहीँ घुमाइदिन्छु फेरि। ल ल बाइक स्टार्ट गर। हस्। साँच्चै सुन न, तिमीलाई पछाडि बसेर कराउन आउँछ? आइहाल्छ। त्यसो भए बाटो छोड, बाटो छोड भन त। बाटो छोड, बाटो छोड, बाटो छोड। हो, यसरी नै पछाडि बसेर भैँसीको पाडा कराए जस्तो करायो भने त मान्छेले बाटो छोडिहाल्छ नि, हरन बिग्रे पनि।
पाड भने अझ यसमा हरान पनि छैन डराउनु पर्दैन के साँच्ची सुन न तिमीलाई पछाडि बसेर खुट्टा झुन्डाएर बस्न आउँछ किन बाइकको त्यो खुट्टा राख्ने स्ट्यान्ड पनि भाँचेको छ क्या यसमा स्ट्यान्ड पनि छैन छैन डराउनु पर्दैन बरु यता फर्क त लेफ्ट 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 गर त राइट 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 लेफ्ट 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 राइट 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 हो पछाडि बसेर ए लेफ्ट 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 राइट 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 गर ल किन साइड लाइट पनि बिग्रेको छ कि साइड देखाउनु पर्छ के म अब यहाँ बसेर साइड देखाउनु तिमीलाई पछाडि बसेर साइड मार्छु भने पनि आई एम रेडी फर द्याट दिन्छु गाला फुट्ने गरी होइन यो बाइकमा नबिग्रेको चाहिँ के छ सिट छ सिट बस साँच्ची सुन त्यहाँ सिओले घोत्ला नि फेरि साँच्ची सुन त तिमीलाई पछाडि बसेर खुट्टा घसार्न आउँछ किन खासमा भन्नु पर्दा नि ब्रेक पनि छैन क्या खुट्टा घसारेर रोक्नुपर्छ के रे ब्रेक पनि छैन रे डराउनु पर्दैन म त डराउँदिनँ ब्रेक नभएको बाइकमा चढ्दा केही हुँदैन अहिलेसम्म कतिजनाले घाइते बनाएर छोड्यो घाइते कसैलाई बनाएको छैन मैले साँच्ची हो नि हो के सब ठाउँका ठाउँ मरे खान यस्तो बाइकमा बस्दिनँ म मेरो भगवानले दुईटा खुट्टा बनाइदिएछ म हिँडेर जान्छु यो खट्टा रे बाइकमा तिमी नै चढ सुन न केही हुँदैन म त डराएको छैन थ्याङ्क यू हामीसँग हुनुहुन्छ विप्लव खड्का र रश्मि गुरुङ उहाँहरूको लागि जोरदार ताली निकै नै रमाइलो प्रस्तुतिसँगै अब भने हाम्रा अतिथिज्यूहरूलाई चाहिँ कस्तो लाग्यो उहाँहरूको प्रतिक्रिया हामी लिने क्रमलाई अघि बढाउँछौँ सर्वप्रथम डाक्टर स्वामी विकासानन्दज्यूलाई पहिलोचोटि देखिरहेको छु हजुरहरूलाई यस्तो कार्यक्रममा खासै गएको अनुभव कम छ हजुर र जसरी मैले देख्न पाएँ दुईजना भाइ र बहिनीको प्रस्तुति रमाइलो लागिरहेछ मुड फ्रेस भइरहेछ मेरो पनि उहाँहरूकै उमेरको याद आइरहेछ अहिले पनि हजुर उहाँकै उमेरभन्दा कम त देखिनु हुँदैन बढी त देखिनु हुँदैन हजुरको नजर राम्रो रहेछ र सँगसँगै स्वागत छ हजुरलाई कस्तो लाग्यो यो उहाँको मोटरसाइकल चाहिँ ठ्याक्कै हाम्रो देश जस्तै रहेछ न कार्यपालिका ठिक छ न न्यायपालिका ठिक छ न प्रहरी ठिक छ न सरकार ठिक छ केही ठिक छैन केवल एउटा नेपाली सेना ठिक छ त्यो हिम्मत चाहिँ साँच्चै राम्रो रहेछ विप्लवजीले विप्लवको अर्थ फेरि खतरनाक हुन्छ नि क्रान्ति रश्मिजीको अर्थ कस्तो राम्रो छ होइन त्यो खतरामा नपरोस् धन्यवाद यति मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद फेरि पनि विप्लव र रश्मिको लागि जोरदार ताली एपिसोडको फेरि पनि डुएट पर्फर्मेन्स रहेको थियो विप्लव खड्का त्यसै गरी रश्मि गुरुङको यसरी नै अबको अन्तिम प्रस्तुति हामी तपाईँहरू समक्ष प्रस्तुत गर्न बाँकी नै छ तर त्योभन्दा अगाडि भर्खर मात्र हामीसँग डाक्टर स्वामी विकासानन्दज्यूको उपस्थिति भइसकेको छ उहाँ भइसके पश्चात पक्कै पनि यो लाफ्टर थेरापी बिना त अधुरो नै रहन्छ जस्तो लाग्छ मलाई अब कमेडी सिनारियो यस्तो पर्फर्मेन्स यस्तो रियालिटी सोमा नयाँ नयाँ मात्रै हो भनेर भनिराख्नु भएको छ तथापि यहाँ हामी सबैजना जति पनि उपस्थित भएका छौँ तपाईँकै प्रतीक्षामा थियौँ तपाईँकै यो हाँसो हेर्न हाँसो यो सुन्न महसुस गर्नको लागि उत्साही थियौँ त्यस कारणले गर्दा एउटा लाफ्टर थेरापी हजुरबाट चाहिँ इनिसिएट गर्नको लागि अनुरोध गर्दछु आज म हजुरहरूलाई हाँसोको वर्णमाला पढाउँछु है त वर्णमाला चाहियो नि ह ह ह ह ह ha 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 ha
है 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 ओ हौ 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 हम खासमा यो थेरापी हामीले कार्यक्रमको सुरुवातमा गरेको भए हामीलाई हाँस्न कति सजिलो हुन्थ्यो है। धेरै धेरै धन्यवाद डाक्टर स्वामी विकासानन्दज्यूलाई, उहाँको लागि जोरदार ताली फेरि पनि। र भने आजको यस एपिसोडको अन्तिम प्रस्तुति रहन गइरहेको छ, जसमा आउँदै हुनुहुन्छ आशिष खनाल माछा। कृपया उहाँको लागि पनि जोरदार तालीले स्वागत गरौँ। राम्रो एक्सर्साइज भयो। योगीजीले नाकको कता छेउछ प्रेस गर्ने भन्नुभएको रहेछ। हाम्रो तबलावाला भाइ दुईटै औँला हालेर चटपटै घोले जस्तो भइरहेको। त्यो चटपटे बनाउँदाखेरि जगमा घोल्छन् नि, औँला हालेर नाकभित्र घोलिरहेको। अघि हाम्रो स्वागत सरले भन्नुभएको एउटा कुरा एकदम चित्त बुझ्यो मलाई। सरलाई आजकलको माया प्रेम लभ इमोसनमा विश्वास छैन भन्नुभयो। यो चाहिँ मलाई पनि पहिलेदेखि विश्वास नभएको। 3 वर्ष अगाडितिर एकजना थिए तिमी बिना बाँच्न सक्दिनँ भन्ने। के को नसक्नु, जस्तै गौशालामा पानी परि गुम गुम खाएर बसिरहेको। हामी मङ्सिरको सुरुवाती चरणमा छौँ। अब बिस्तारै अचानक धेरैवटा सिमहरूले सद्गति प्राप्त गर्छन्। फेसबुकका आइडीहरू डिएक्टिभेटेड हुन्छन्। ब्लक गर्ने र गरिने क्रम जारी हुन्छ। अनि जिन्दगीले एउटा नयाँ मोड लिन्छ, त्यसलाई विवाह भनिन्छ। म पेसाले शिक्षक हो, भाइ बहिनीहरू जस्तै बच्चाहरू पढाउँछु। फेरि लाग्यो होला यति ह्यान्डसम शिक्षक कसरी हुन्छ। हुँदो रहेछ, यो वन्स इन अ मिलियन भन्छन् नि। शिक्षकहरू पनि ह्यान्डसम हुन सक्दो रहेछन् भने एउटा उदाहरण म हो। म धेरै कुरा नगरिकन यही विवाहको सन्दर्भलाई जोडेर एउटा सानो कविता तयार पारेको छु। पक्कै पनि मन पराउनुहुन्छ। हाँस उठ्यो भने हाँसिदिनु होला, हाँस उठेन भने पनि हाँसिदिनु होला। मेरो कविताको शीर्षक नै बिहे। किनभने अब जसले पनि जहाँ पनि भेट्ने बित्तिकै बिहे कहिले गर्ने, बिहे कहिले गर्ने, बिहे कहिले गर्ने, कचकच 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 कच अब सुरु हुन्छ। त्यही कुरालाई चाहिँ जोडेर मैले एउटा कविता तयार पारेको छु। स्वीकार्नु होला। कविताको शीर्षक बिहे। उमेर माथि माथि सर्दै गएपछि, उमेर माथि माथि सर्दै गएपछि, यो ज्यानमा जवानी चढ्दै गएपछि, उमेर माथि माथि सर्दै गएपछि, यो ज्यानमा जवानी चढ्दै गएपछि, घर घरमा बिहेको सल्लाह हुने रहेछ, टोलभरि बिहेकै हल्ला हुने रहेछ। उमेरले लगभग 24 टेकेपछि, उमेरले लगभग 24 टेकेपछि, धारामा लुगा धुँदै गरेको देखेपछि भाउजूले सोध्नुभयो, के हो बाबु बिहे गर्नु पर्दैन? म बोल्नै नपाई दाजु बोल्नुभयो, बिहे भने वासिङ मेसिन किने जस्तो हो र, केटी भेट्नु पर्दैन? उमेरले लगभग 25 टेकेपछि, उमेरले लगभग 25 टेकेपछि कोठामा एक्लै खोकेको देखेपछि सम्झाउँदै आमाले भन्नुभयो, अब बिहे गर्नुपर्छ, लगन गाँठो कस्नुपर्छ। उताबाट बाको अनुभव आयो, खोकी लागे अस्पताल गए हुन्छ। हेरकेटा बिहे भने जम्मू काश्मीर जस्तै हो, हेर्दा सुन्दर तर पाइलै पछि जोखिम हुन्छ। उमेरले लगभग 28 टेकेपछि, हल्का हल्का कपालदारी फुल्न थालेपछि, उमेरले लगभग 28 टेकेपछि हल्का हल्का कपालदारी फुल्न थालेपछि काकीले भन्नुभयो, कपाल झर्न थालिसक्यो, दारी फुल्न लागिसक्यो, अब त बिहे गर्नै पर्छ। उताबाट काकाको सुझाव आयो, दारी फुले कालो लाए हुन्छ, कपाल झरे टोपी लाए हुन्छ। हेरकेटा बिहे र कपालको कुनै सम्बन्ध छैन। हेरकेटा बिहे र कपालको कुनै सम्बन्ध छैन, नपत्याए मेरो आफ्नै तालु हेरे हुन्छ। उमेरले लगभग 30 टेकेपछि,
उमेरले लगभग 30 टेकेपछि बाको अनुभव सुनेपछि काकाको हालत देखेपछि उमेरले लगभग 30 टेकेपछि बाको अनुभव सुनेपछि काकाको हालत देखेपछि मनमा नै सोचेँ साँच्चै मलाई त बन्धन मन नै पर्दैन, केही न केही डरलाग्दो त पक्कै छ बिहेमा, केही न केही डरलाग्दो त पक्कै छ बिहेमा, नत्र कसैले फेरि दोस्रोचोटि बिहे गर्ने आँट किन गर्दैन? भोटिङ चाहिँ मेरो लागि हो कि आशिषजीको लागि हो? फेरि पनि जोरदार ताली आशिष खनाल माछापज्यूको लागि। आज हाम्रो अन्तिम पर्फर्मर हुनुहुन्थ्यो र उहाँको यो प्रस्तुति कस्तो लाग्यो हाम्रो गेस्टहरूबाट नै जान्न चाहन्छु। सर्वप्रथम स्वागत सर। बिहे र कपालको कुनै सम्बन्ध छैन भन्नुभयो, बिहे गरेपछि कपाल तानेर झर्न थालेपछि थाहा हुन्छ कति सम्बन्ध छ भन्ने कुरो। एउटा कुरा कोठाको कुरा गर्दै हुनुहुन्थ्यो, मध्यमवर्गीय परिवारका छोराछोरीले आफ्नो बेग्लै सुत्ने कोठा पाउने चाहिँ बिहेपछि मात्रै हो। त्योभन्दा पहिला छोराछोरीलाई बेग्लै सुत्ने कोठा झन् 2-3 जना छन् भने त सम्भव हुँदैन। त्यो अवसर प्राप्त गर्दै हुनुहुन्छ, शुभकामना छ। र कहिल्यै नभुल्नु होला, विवाह भनेको एउटै सिरानीमा 2 जना दुश्मन सुत्ने कला हो। धन्यवाद। र मुख्य कुरा, हाम्रो आदरणीय आध्यात्मिक दार्शनिक डाक्टर विकासानन्दज्यूको एउटा किताब छ, मैले उहाँका लगभग सबै जसो किताब पढेको छु। त्यो मध्येको मलाई सबैभन्दा मन परेको किताब, अरूका लागि मन पर्दी भएर हिँड्नेहरूका लागि लेख्नु भएको छ। त्यो किताबको नाम हो लुगा होइन दिल खोला। हो डाक्टर साहब? डाक्टर साहबको यो किताब मलाई असाध्यै मन परेको मध्येको किताब हो, पढिदिन आग्रह गर्छु। धन्यवाद। थ्याङ्क यू। र यसै गरी डाक्टर स्वामी विकासानन्दज्यू, हजुरलाई पनि कस्तो लाग्यो? उहाँले जुन कवितात्मक रूपमा आफ्नो सायद चाहिँ त्यो अनुभूति होला या कसैको अनुभूति होला जसरी सङ्गेट्नु भयो, म हाँसिरहेको थिएँ। मलाई खुसी पनि लागिरहेको थियो, किनकि जसरी प्रस्तुत गर्नुभयो त्यो अहिलेको समाजको दर्पण उहाँले देखाइदिनु भएको हो। तर समस्या बिहे होइन, समस्या मान्छेको मन हो। यदि हाम्रो मनले दोष अरूमाथि नथोपर्ने हो, दोष आफूमा खोज्ने हो भने संसारको कुनै पनि जोडाहरूमा डिभोर्स हुँदैन। डिभोर्स हुनुकै कारण के हो त भन्नाले आफ्नो दोष नदेख्नु, अरूको दोष चाहिँ देख्नु। अनि यो हुनुको ह्युमन नेचर कसरी हामीले बुझ्न सक्छौँ भने हाम्रो आँखाले पनि संसारको सबै कुरालाई देख्छ, तर यो आँखाले आफूलाई देख्दैन। सबै देख्न सक्छ अरू, तर आफूलाई देख्दैन। त्यस्तै यो मनले पनि सबैको दोष केलाउन सक्छ, तर आफ्नो दोष थम्याउन सक्दैन। यहाँबाट तर एउटा चिच्याइरहेको बेलामा अर्कोले सरेन्डर गर्न सिक्यो भने त्यो प्रेम हुन्छ, अनकन्डिसनल लभ। थ्याङ्क यू सो मच यति मिठो प्रतिक्रियाको लागि। माछापज्यू, तपाईँलाई बिहे पछिको लेसन्सहरू त अहिले नै प्राप्त गर्नुभयो त? धन्यवाद सर, सिकाइदिनु भएकोमा धेरै धेरै आभारी। ल थ्याङ्क यू सो मच। यति भन्दै फेरि पनि उहाँको लागि जोरदार ताली। यो आजको एपिसोडको अन्तिम प्रस्तुति रहेको थियो। धेरै धेरै धन्यवाद, यति इन्जोय गरिदिनु भयो सबैजनाले। मनासलु वर्ल्ड कलेजका भाइ बहिनीहरू हुनुहुन्छ, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र यति भन्दै अब भने हाम्रा आजका स्पेसल गेस्टहरूलाई कृपया स्टेजतर्फ आमन्त्रण गर्न चाहन्छु। र पनि हामी एपिसोडको अन्तिम चरणमा आइपुगिसकेका छौँ। सुरुवातदेखि अहिलेसम्म हुनुहुन्छ, कस्तो अनुभव रह्यो त? कलाकार साथीहरूको प्रस्तुति
कलाकारले कलाभित्र हाँसेको देख्छ ईश्वर, कविले कविताभित्र लुकेको देख्छ ईश्वर। कलाकारले कलाभित्र हाँसेको देख्छ ईश्वर, कविले कविताभित्र लुकेको देख्छ ईश्वर। श्रद्धालु भक्तले भन्छ साँच्चै व्यापक ईश्वर, मूर्खले चाहिँ सधैँ भन्छ म बाहेक को छ ईश्वर। मूर्खहरूको शासन चलेको बेला कलाकार, कवि, लेखक, दार्शनिक, योगीज्यूहरू जस्ताको सन्देशले काम गरिरहेको छैन। कलाकारहरूको सन्देश साँच्चै देशका लागि सार्थक हुन सकोस्। आभार व्यक्त गर्छु। धन्यवाद ज्ञापन। थ्याङ्क यू डाक्टर स्वामी विकासानन्दज्यू, हजुरलाई पनि हजुरको ओभरअल एक्सपिरियन्स कस्तो रह्यो? ओके, मैले सुरुमै भने म यस्तो कार्यक्रममा आकल झुकल मात्रै गएको छु। त्यसकारण मलाई यहाँ आउनासाथ नै बहुत फ्रेस फिलिङ भइरहेको थियो, किनकि यहाँको माहौल नै सबै भाइ बहिनीहरू बहुत ताली बजाई, ताली पड्काई, एप्लाउज गरिरहनु भएको थियो, हाँसिरहनु भएको थियो। त्यो माहौल मलाई अत्यन्तै सकारात्मक माहौल लाग्यो। अनि समाजमा यति मान्छे स्ट्रेसमा छ, तनावमा छ, त्यो तनावको औषधि भनेकै फेरि हाँसो हो। त्यसकारण एक किसिमबाट यहाँ चाहिँ लाफ्टर थेरापी चलिरहेको फिलिङ भयो र यस्तो कार्यक्रमले मान्छेलाई सकारात्मक रूपमा थेरापीको काम गरिरहेको हुन्छ। नत्र भने मान्छे धेरै तनावमा फस्यो भने उसले रक्सी खानु पुग्छ, उसले ड्रग्स लिनु पुग्छ। अब धेरै भइदियो भने कति मान्छेहरू डिप्रेसनमा जान्छ, एङ्जाइटीमा जान्छ। त्यो एङ्जाइटी, डिप्रेसन आदि इत्यादिबाट बचाउनको लागि सेन्स अफ ह्युमर चाहिँ हरेक मान्छेमा हुनुपर्छ। मैले त मेरा साधकहरूलाई भन्ने गर्छु, हरेक दिन कमसेकम एउटा जोक सुन्नु र एउटा जोक भन्ने गर्नु। म एउटा जोक भनौँ, सुनाऊ एउटा? हुन्छ, सुनौँ न। कि यो एन्डिङ भयो? होइन, हुन्छ, सुनौँ। हामी सुन्नै बसिरहेछौँ। ए, सुन्न बसिरहनु भएको छ। ओके, मैले त भन्नु बसिरहनु भएको जस्तो। छोटो जोक। एउटा मान्छे प्राइभेट फर्ममा जागिर खान पुग्छन् र हाकिम साहबले भन्छन्, बाबु म हजुरलाई जागिर दिन तयार छु केटालाई, तर सरकारी अफिस होइन यो, टाइममा पुग्नुपर्छ। टाइममा पुगेन भने यो जागिर कुन बेला यो जागिरबाट म तिमीलाई निकाल्छु यो भन्न सकिँदैन। त्यसकारण तिमी टाइममा आउन सक्छौ? सक्छु सर, सक्छु। ठिकै छ। भोलिपल्ट आउँदा त आधी घन्टा लेट। गधा, तँलाई चाहिँ टाइममा आउनु भनेको होइन? सर, बाटोमा एउटा अचम्मको कुरा देखेँ। के देख्यौ त्यस्तो अचम्मको? कुखुराले अन्डा पारेको देखेँ। कुखुराले अन्डा पार्नु के ठुलो कुरा हो र? सानो कुरा भयो सर, आफैले पारेर देखाउनु। थ्याङ्क यू सो मच। र तपाईँहरूलाई बिदा गर्ने क्रममा हामी खाली हात पक्कै पनि पठाउन चाहँदैनौँ, किनकि यति महत्त्वपूर्ण समय दिएर आउनुभएको छ। तपाईँहरूको लागि प्यासन टिस्यु, द लाइफ टाइम टिस्यु सधैँसँगै सर्वप्रथम डाक्टर स्वामी विकासानन्दजीलाई जोरदार ताली। यो अर्को गिफ्ट स्वागत सरको लागि। यहीसँगै आजको एपिसोडको हामी अन्त्यमा आइसकेका छौँ। धेरै धेरै धन्यवाद हामीलाई साथ दिनुभएकोमा। यसरी नै तपाईँ पनि यस मञ्चमा कमेडी गर्न चाहनुहुन्छ, पर्फर्म गर्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। कमेडी किरो राष्ट्रको हिरो सिजन 2 को मञ्च सदैव तपाईँको लागि खुला रहनेछ। त्यस कारणले गर्दा ढिला नगरिकन यो चान्स मिस नगर्नुहोला। ह्याभिङ सेड द्याट हामी अन्य प्रस्तुतिहरूसँगै अन्य एपिसोडमा पनि आउने नै छौँ। अहिलेले भने हामीलाई बिदा दिनुहोला। हस् त, नमस्ते, थ्याङ्क यू सो मच। जनता टेलिभिजन प्रेजेन्ट्स कमेडी किरो राष्ट्रको हिरो, पावर्ड बाई इन एसोसिएसन विथ गोरेटो कंसल्टेंसी न्यू बानेश्वर, एनर्जी ड्रिंक पार्टनर 18+, सपोर्टेड बाई राष्ट्रिय खाद्य बैंक लिमिटेड, किसानको आलीदेखि उपभोक्ताको थालीसम्म, हाइजिन पार्टनर पैशन टिस्यू, द लाइफ टाइम टिस्यू सधैँ सँगै, डिजिटल पार्टनर
Music Nepal. Voting partner Momo Apps. Hair and Makeup Hair and Shanti. Wardrobe partner Yechu Boutique Lagan Khel. Broadcast on Janata Television HD. Retelecast Ramailo Television. Radio partner Radio Janata 89.1 MHz. Online partner JanataSamachar.com. Concept and production Rescue Creation.